एउटै कपडा हो कि ऊ कल्पनाले लाग्यो त्यही भएर यस्तै लाउनु कि राम्रो देख्छ के दिए भन्दा हजुर गानामा मोबाइल हेलो गाइज म चाहिँ तयार गर्दैछु ओ माई गुडनेस मेकअप कहे ने ल को रेडी भयो कल्पना यहाँ आउँदा मेरो खोजदेखि कस्तो र मेकअप छैन नि त कस्तो किता खोज्दैन र यही यहाँ रे मेकअप सनक्रिम लाग्दैन केटी ओइ सनक्रिमले हिँड्न एकछिनको लागि हो लग एकछिनको लागि हो नि त गनाउने त रूपालाई लुगा खोज्दियो हाम्रो माइजी यहाँ रेडी हुँदै मेरो यो म्याच गर्दैन क्या हो के म्याच भन्छ कपडाको अलि बाक्लो कपडा लाग्यो कि के नि हुँदैन गाइस केटीको लाउने पिङ्क कलर लाउने चाहिँ राम्रो यता हेर्नु सबै गाइजहरु एउटा सिधाइदिनु कस्तो क्युट कलर यो अब यो के हो र छोराकोमा झुलाइछ नि म साह्रै एक्साइटेड भएको छु म चाहिँ तर यो नकुन छैन हँसैन यल्लो लाउनु र यल्लो लाउनु र यल्लो त एकदमै ब्राइट देख्नु र यल्लो हुन्छ त फोटो भयो मेरो फाइनल यल्लो एनै छ यल्लो त एकदमै ब्राइट देख्छ हैन र भयो मेरो ए भएन पाए यो पर्दा रहेछ के यो लाउनु त हो सुन एकदम पर्दा खान मार्छ यो यल्लो त एकदमै ब्राइट देख्छ हैन र यो यल्लो ब्राइट देख्छ हो एकदमै ब्राइट देख्छ जस्तो लाग्यो मलाई जना दिदी यो भछ छ्या यार झुम्का लगाएर आउनु पर्ने रहेछ यो बनाइदिनु न अलिकति ए खै कुन किराना पाना लाबो केटा एकलाई नम्बर अलिक सानो मैले नारास्याउ हा माइ गॉश म के लगाम कि म पनि कन्फ्युज परे के यहाँ एउटा पसल मुना यारो चुरी त हुँदैन यारो सुन्न हुँदैन हजुर फेरि हैन हो अलि जुन बाँकी चाहिँ त्यो मेरो भन्नु न अब यो आउनु पर्छ के बुढो है यल्लो लगाऊ मैले चाहिँ अलिसम्म यल्लो लाग्नु पर्दैन माथि तान न अनि यो सबै छोपे राम्रो हुँदैन नि छोप्ने हो के आउनु त आउँछ तर पनि राम्रो हुन्छ हामी अलिक लतान तिन लाउँछौँ भयो छोपे त छोपे आवाज नै आउँदैन के गर्नु ए यो फुकाउने क्या माया खिप लगाइदिनु त यो मेरो बिग्रियो तल पाइट देखिनु म छिर्छु देखिहाल्छ नि तर लामो गरेको लगाइदिनु न यो सनस्क्रिन लाउने हो टोकरी भएको गरे हैन मेरो यो खिप लगाइदिनु कति रुपा लाउ न ब्ल्याक लाउ न एउटा नानी खै रुपालाई खोज्दै न ड्रेस उसले पाए त कालो ai làm cái đấy mẹ chúng ta अझै काल्छ यो मात्र भएर हुन्छ नि हेभी डर लाउनु हुनुपर्छ है ब्राउन सपमा जान्छ रे यो तिम्रो खोज्दै हुँदै उधर हेर्दै पुग्नु उधर मेरो यो लागि कमरमा पानी छ अनि कमरमा पानी लगाइदिनु यो लाउनु म यो लाउनु दुईटा पिलो दुईटा रातो कुनैले नलाग्यो लाउँछ किनकि त्यो मैले लाइसिदिएको के रातो भिडियो तान्छु म तान्छु के अहिले ताते सर आउँछ फुटबल लिएर ठिक गर्नु भयो किनकि त्यो म हिजो लगाउँछु
मजा तान्दिनु म त भएन है अझै तान्दिनु अब लाउडिन डुगर्छु एउटा रोजेर छँदै छैन के चाहियो केटाको खोज्नु केटीको चाहिँ बेसी 200 हो नानी केटीको लाउडो त यति त कस्तो भयो दादा दालको कति हेर दालको कति हो रे दालको 300 हो 300 धेरै रहेन 350 हजुर म्याच लाउने म्याच लाउने यो बाउलोको त ठुलो हैन यसको डिजाइन मात्र यस्तो हो नि दाइ कानमा लाउने मलाई त्यो छैन है नानीहरु चाहिँ हेर्नु त यो दुईटा हुन्छ हुन्छ भएको र मैले भोकै छैन त अझ गर्नु न मिल्दैन मलाई खै त फुल गर्ने भएको यता यता यो टी-शर्टको तल दिदी यो बनाइदिनु भयो ओ भाइ भाइ खै त हामीलाई हामीले मलाई सल्लाह गरेर त्यो हागी पनि मिस ड्रेस भइसकेको त मिस आयो यहाँ पनि बान्दिनु न यो कता हो त यो स्याउ यो नानी यस्तै हो तपाईले यो ठुलो छ नि यो निस्केको अनि के हो यो यस्तो यो खेलचोल बन्छ यो यस्तै गरम 지금 이거 아직 다 떼고 하려고 게 아직 야 쇼세. 쇼케는 यहाँ बनाइदिनु सङ्कल अब ए ल नानी तपाईको कहाँ त के खेलचोल भएछ नि हैन नो होइन म फर्स्ट टाइम लाग्यो अब केही थाहा छैन लाउन मेरो बनाइदिनु यो यस्तो के यो यस्तै हो यो आरको कपडा लगाउने कानमा लाउने छ कानमा लाउने छ दाइ यहाँ आएन नि त्यो भन्दा नानी उता ओ मात्र छोडेछ के फाउन्डेसन ल मेरो बनाइदिनु ल बिना खमासे त्यही छ्याउ न खमासे गानामा चाहिँ महिना छेउ कति किलो छ हजुर नानी यो कानमा लाउने यो कानमा लाउने हो तिमी ए ल मलाई पनि आउ सबैजना मेरो त ठिकै छ मलाई सेतो कलर बहिनी हामीले चिनेको मान्छे टुटु मात्रै दिनु है टुटु 100 है 150 नभन त्यस्तो भन्नु 10 दिदी 100 हो हजुर टेम इतले खोली यो बनाइदिनु यो बनाइदिनुस् त अब लाउनु छैन नि ड्रेस सिटाले आफूले झिक्री अनि अहिले फेरि आफूले मन बुझाउनु पर्छ कि मैले त तबहरु लाहे नै अंकल लास्टमा फल्दियो भयो दिदी दुरु उल्टो लाग्छ सोइ मैले उल्टो हो उल्टो हैन तर किन उ छ त बोदर छैन त बोदर भित्र लुकेछ उल्टो लागेछ त्यही उल्टो लागेछ यो यतै हो नानी बोदर भित्र ह गरम है बल्ल पिङ बरु गरम मान्छे फौरी नै नै यो उल्टो लाग्यो अहिले यो उल्टो लागेको न कपै यस्तो सिलाइ छ पिङ कलरमा नि मुटे गरम हातमा हेर्नु न यो यो यस्तो गरेर फर्काउने हो कि अहिले होला एउटा फर्काउने हो मुनिको त्यो किन यो यस्तो भएको अ के गर्दा जस्तो भयो त्यस्तै कलर त अब यो सुन त्यो दिनु न के को त्यति हो र के यो हिसाब हिसाब गरिदिनु लेना खै छ न एकछिन सिजना दिदी भेना मलाई भने त कस्तो देख्छ
ब्युटिफुल यता है यति हो अरू छैन 1900 यो त थाम्नु यो यति हो अरू छैन अरु त्यही हो त्यति हो मलाई अब पुरा गरिदिनु न तपाईको फेरि पुरा हुँदैछ खै माथि गएर लाउनु भन्नुभयो क्या माथि के रहेछ माथि आमा साइली कहाँ चाहिँ तपाईँले नलाउने हो र तिम्रो रेडी भएकै छैन यो मिलाउन नानी खै मेरो कपडा टेके टेके भयो के छिटो कलर अनि सब भन्दा राम्रो धेरै राम्रो यो भएन कुन ठिक छ हेर्नु मलाई नलाउने कति दिए 2000 दिए नानी यो त थाहा यही लास्ट पिस यही लास्ट पिस यति दुईटा मात्रै सबैले लाग्छ लास्ट पिस मेरो छैन मैले लाग्यो साइज खसाली लाग्यो दुईटा गुन्छ र दुईटै हैन मैले त खसाले भित्रको लायो लाग्छ नि फेरि नलायो फेरि बनाउँ ओ मैले कानमा लाग्ने खसाले नि यो मेरो त्यही त्यो त भएन अलि कुन तपाईँले धेरै टान्नु भयो कि म माथि उचाल्दिनँ अब है अब तानी मिल्छ सरर है यो यस्तै हो अब यस्तो गर्नु है लामो भएन धेरै लामो भयो त फेरि च्यातिहाल्छ दाइ म भइसकेको हो र यहाँ लतरेको हो पछाडि हैन हजुर गालाई थाहा छैन यहाँ नाइ नारेको नाइ लिप गार्ड ज्याकेटको खोजिरहेको छ म यहाँ ज्याकेट खै ए खै लिपस्टिक सिपस्टिक त लाउन हो म त यस्तै ठिक छ ल रेबिका नारीको नाम ए घाँटीमा के लाउने हो त मैले अहिले यो घाँटीमा यहाँ छ मोती मोटी मैले लागु यस्तो छ है खै यो के भयो यो भन्नुपर्छ अलि तार्ने ए छ छुर्पिनी छ कि अझै म भित्र खै त कुन यो लाउने म भएको छु कि भएको छैन यो मिलेको छ कि छैन यो उडेर लगाइदिनु खै हजुर देख्न हजुरको लागि तारो इन्टरेस्टको नाम के हो दिदी हजुर गानामा आसे कि हजुर गानामा आसे कि ब्लू बिल्यो लामा टासी यो यस्तो हो यो फोल्डिङ हो यो फोल्डिङ होला यो छ आदित्य गरौँ मलाई खोदेला हेलो हाय खै त हामीले के लाउने हो र टोपी दिदी यो सेतो माला लगाउने यो त यस्तो बसेन नि त मेरो त यो त यस्तो मलाई त भएन कि यहाँ माथि हुन्छ त्यो त आइहाल्छ नि हेर नि त हैन यो लगाइदिनु न दिदी यो लाउनु सेतो लाउँछु यो पनि लाउँ दुईटा लाउन पाउँछ पाउँछ राम्रो देख्दैन होला त दुईटा लाउनु मारम खै कमानमा दुईटा कुन्छ मालामा हजुर दुईटा मिलिदिन्छु है ओ दुईटा मलाई राम्रो देख्यो नि अघि मैले दुईटा राखेँ त किन उहाँ दुईजनाले 10वटा टिकटक भिडियो बनाइसके अब हुँदैन त अनि मिल्दैन त के आउँदैन नि ओहो खै दिखाइ इज सा यो त खुलम भयो नराम्रो देखियो
हजुर सेतो खोल्यो निलोको चाहिँ कार हुँदैन टोपी लाउने टोपी लाउँदैन यो ड्रेसमा टोपी लाउने हो बहिनी फर्स्टमा हो नि त हो तर म लाउँदैन हो कि टोपी त यो ड्रेसमा टोपी लाउने न तले जाम अब जाम म तलै दोकानमा हजुर कुन उगाएर म टोपी लाउने हो हेयरपिन नलाउनु यस्तो लाउनु हो टोपी लगाएर आउँदैछु टोपी लाउन पाउँदैन दुईटा हुँदैन नि दुईटा चाहिँ पुग्दैन एकचोटि हेर्छु न किन लानु भएको र मैले त्यही लाउँछु कि बा तपाईँ हेयरपिन लाउने कि टोपी लाउने तपाईँ खतल अरे नाना हेर्न टोपी नहानी कि हजुर गरममा से दाइ खोइ त मलाई लुगा होइन यो राम्रो देखिन्छ कि हेयरपिन राम्रो देख्यो भन्नु नि त्यो यो राम्रो यो त छा म भयो है यो हेर्न ए यहाँ बेल्ट लाएन नि त हेर्न लाए केकीमा बेल्ट हुन्न यो यस्तो छैन है खै त हामीलाई बेल्ट यस्तो लाइदिनु न हामीलाई खै त मलाई माइक पका यो बेल्ट लाइदिनु न चुरीमा खै त हामीलाई बेल्ट एउटाको छ मे दुईटा हे कान्छी मेरो बुढाले लाउनु पर्छ जम्मा टोपी लाएर मैले त यही लाउँछु है के हैन न हार्पिन भएपछि त हार्पिन लाउँछ अडाई अर्को छैन टोपी मेरो बोइल के बान्दिने टोपी रेबिका यस्तो बुक्का उतु लाउने समाता थियो क्यामेरा घुमाउने तपाईको त परेला बनाउने वाला त छैन हो दिदी झुम्कान लाउनु पर्ने हो दिदी हयो र योमा कुन राम्रो छ यो यो झुम्काले लाउनु पर्ने हो आफ्नो खुसी म त लाउँदैन तपाईँ नारायण सर टेकेर नआएर टोपी ल नाच त तिनजना एकजनी तिनजना उठ्यो नि यस्तो वाला लाउने के पर्छ यस्तो राम्रो देखेको कि छैन नि त नि ओके हसे अरे हजुर कुनले के भयो तल छैन अरे यो ड्रेससँग यो हो भनेर छोराले ढ्याका गाललाई भिसेर ने करे गरम मर्छिम है के खाला कि हजुर हजुर गाडामा छ कि हजुर घिरा चुनै फिट राख्यौँ तल अर्को कुनै सँग बेल पनि सानो बेल पनि आयो यो अब यो यसमा हात नपुग्ने है लासी स्पिड छुन मन लागिहाल्छ नि अति त होइन यो बीचमा गाडी पर्छ दायाँ बायाँ के र हजुर कोन हो त्यहाँ सामने दाग हुन्छ कि यो बाउलो बाहिर हो कि भित्र हो बाहिर हो त्यो त्यस्तै होइन बेल बाहिर हो कि बेल भित्र हो नि भइसक्यो ल हेर्नु न यहाँ साथी के हेर्छ दे कसले हेर्छ र त्यो ल लेसन सुसिया ए अहिले भारा बेला सिया हाँसन सुरा खामेर क्या तारा ने जेला लो न इज टोपी न ठीक में नारा तपाईँ अब तपाईँ बेल बोल्नु कसले बेल बोल्नु उहाँलाई भएन उहाँलाई भएन दुईजना बेल छैन ल म भिडियो बनाइरहेँ मम्मी ल छिटो गरेर मोलको सुई सुई खाऊ 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 सुई सुई खाऊ 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 के पनि चेर सरिन अब ताल नि ल घुम्यो घुम्यो आता दे हिजो ना खाइ चाहिँ हजुर मलाई थाहा त कस्तो राम्रो खाइ हाम्रो यहाँ एउटा कुकुर पनि दिदी इज द बेस्ट जो लास्टमा त हो त नि राम्रो राम्रो खाइ हेर्न कस्तो राम्रो खाइ यहाँ माइजूको नि के छैन फेरि एकचोटि गर्नु त भाइ फेरि एकचोटि गर्नु झ्याले आएको यो पनि राख्नु लाग्ने म त यहाँ चिसोले मर्न थालेछु अब फुपूको साथी हुन बाँकी छ बिरामी भइन्छ क्या छिटो गरम ग्रुपको त भएन अब आफ्नो के गर्ने कुद्ने अब ल 1 2 3 गो थोरै स्यानेर थोरै स्यासिन जिन कति हो नि ल 1 2 3 go है 1 2 3 गो पछाडि कट गरिने हुन्छ कि दम
ल रिता दिदी एउटा पोज हान्न त हामीलाई नि ल को छुटेछ सबै खिचौँ होइन होइन भिड आमा म त गएर फेरम के जस्तो भयो ग्रुप फोटो खिच्ने गयो एउटा उता एउटा यता ल यहीँ खिचौँ न यहीँ खिचौँ ल हाले घुमाउने अरे के दिदी घुमाउने भनेको त्यो उ चाहिँ मेरो हो है ल बाबु खिचौँ त ओहो ल 1 2 3 गो चाहिँ क्या गफौ यसरी घुमायो भने छिटो घुम्छ घुमाइ तर यसरी घुमाउनु पर्यो नि खतरा घुमाउँदो रहेछ खतरा रहेछ त भाइ त तिम्रो कलेजको नाम के हो बाबु ए यसको सिजना ल ग्रुप फोटो खिचौँ बोलाऊ ल ग्रुप फोटो खिच्न आऊ पहिला ग्रुप खिचौँ अनि त्यसपछि कलेज भन्नु ग्रुप के हो ट्रान्जेक्सन वाला नगरेको ग्रुपको फोटो हो क्या पहिला ग्रुप खिचौँ अनि त्यसपछि एक्लै एक्लै खिचे जे गरे हुन्छ अरू खिच्दिने मान्छे नै छैन त यहीँ खिचौँ न ड्रेस लाएर भित्र बस्ने बाहिर निस्किने वाला भिडियो खै त यसो गरौँ कोही बसौँ कोही उठेर यहाँ ग्रुप खिच्ने यहीँ ग्रुप खिचौँ क्या जोडी सेल्फी आउने गरेर जेरी सेल्फी आउने पर्दैन त्यो त बाहिर हो यहीँ खिचौँ क्या त्यो सोलदेखि नआउनु त्यो बाहिर त प्याक छ क्या यहीँ खिचौँ भनिरहेको छु त्यो दाइ दिदीलाई खिच्न देऊ न तपाईँ ढल्किनु यता यता उहाँलाई खिच्दिनु भन न तपाईँको छैन क्या हजुर कहाँसँग हिँड्ने छ घरमा हामी यहीँ गयो क्या खन्तीको हामी अहिले भएर आएको खन्तीको यहाँ तल क्या यहीँ तल गयो क्या हामी बस्नु पुलिस पिट अगाडि होटल छ त्यहाँ नानीहरूलाई घुमाउनु ल्यायो हो सबै ए तपाईँलाई त्यहाँ खिच्नु लाग्यो कस्तो यो गरेर यो कि सिधै के हो र के भएको हेलो मैले के छ चिसो भइरहेछ चिसोले रुनमा हाँस्नुभएको छ ज्वरो आउँछ भोलि बिहान त्यस्तै लगाइरह भोलि बिहान गाह्रो छ होइन भोलि पौरा जाने यहाँ भोलि बिहान हाम्रो यहाँ मोडल ल भयो ल जाम के चाहिँ अब त्यो गाह्रो भइसक्यो म यतापट्टि हो
डाइरेक्ट यस्तो रहेछ क्या यो नगरिकन यतिकै ए अँ ल ल त्यसो गरौँ यस्तो छोड्ने है यस्तो गरेर यतिकै हात छेडेर स्टार्ट गरिदिनु के बाटो छोड न पहिला भयो माई फोन गाह्रो भयो क्या ल यो त भयो पो छोडिदिनु जामा कहाँ छ बन्द गर न खै तपाईँको फोन हुन्छ जेरी गल्लीमा अब पाला आयो जानु जानु यस्तो चिसो भयो अब खिचेर बस्यो हजुर खिचे हाई हामीले भोटे ड्रेस लगाएको ए होइन के ड्रेस भन्छ टिबेटियन शेर्पा टिबेटियन ड्रेस लगाएको अनि चिसो भएको रमाइलो भयो जाडोले पनि खायो जाडोले नि खायो अरे फुपूले भनेको एउटा भिडियो खिच्दिनँ हामी भित्रबाट बाहिर आएको हजुर बन्डलो घरै खिचेन भने बन्डलो बिस्यो